बजेर अहिले कति बजे 12:41 गरेर राति है 41 गयो यो हेर्नुहोस् त यो दिदी राति 12:41 जाँदैछ अहिले रक्सी खाएर सुतिरहेका छन् सबै सुतिरहेका छन् स्टाफ क्याम्प हो यो हामी बाटोमा काम गर्ने साथीहरू भन्ने स्टाफ क्याम्प हो उहाँ दिदीहरू त राति 12-1 बजे न गाउँलेलाई चिन्ता न आफन्तलाई चिन्ता छ न छोराछोरीलाई चिन्ता छ न श्रीमानलाई चिन्ता छ ल राम्रो छ हेर्नुहोस् उहाँ हो सुत्न त्यहाँ आएन यहाँ इ हल्ला गरेर राति दुनियाँ दिवाना भनेर कराएर यस्तो पनि हुन्छ सुत्न नपाएर मैले यो भिडियो बनाएको न यहाँको समाजलाई यहाँको समाजलाई मतलब छ न छोराछोरीलाई मतलब छ न उसको आफन्तलाई मतलब छ यसरी कराएर बसेर हुन्छ किन आएर कराएको यहाँ अब चोट पनि लागेको रहेछ कराएको छैन है बाबु म त कराएको छैन अब टेन्सनै छ अन्त घर के भएर चोट लाग्यो यस्तो छ सुत्न नपाएर मैले यस्तो अति भएपछि भिडियो बनाएको अनि भिडियो बनाउनु के हो त अनि बुढाले अब समस्या दिन्छ अनि बुढाले समस्या दिन्छ हामीलाई समस्या दिने हो तिमीहरूलाई के समस्या दिएछु अति गर्नु अत्याचार नगर्नु के अति गर्नु अत्याचार नगर्नु 1 बजी राखेर राति म चाहिँ अब क्याम्पमा सुत्न नसकेको अवस्था म तल सर इन्जिनियर सरहरूको रुमतिर जाँदैछु यस्तो सुत्न सकिँदैन रातभरि आएर कराउनु